नमस्कार, गुड मर्निङ सम्पूर्णमा। के छ, आराम सन्चै बिसन्च ठिकै हुनुहुन्छ होला नि। विषयवस्तु अति नै गम्भीर कुराकानीहरू मैले यसो विश्लेषण गर्दै आउँदाखेरि बुझेँ है। अब अरू त के भनौँ, देवी देवतामा त पक्षपात गर्ने मानिसको जात भनेपछि झन् अब मान्छे त को हो। 12 वर्ष अगाडि हाम्रो बालन सरले गाउनु भएको ऱ्याप सङमा अहिले अब गएर मुद्दा लागेछ। ल अब 12 वर्षभन्दा यता कसैलाई केही चासोको विषय पनि थिएन, कसैलाई केही मतलब पनि थिएन। अब अहिले गएर त्यो गीत यस्तो छ उस्तो छ भनेर अब अहिले मुद्दा जाहेर भएछ। कति अचम्मको र कति दङ्ग पर्ने विषय हो त यो। ल हेरौँ, राम्रो गर्ने मान्छेको खुट्टो तान्ने, कसरी पछार्ने, कसरी उसलाई तल झार्ने, कसरी के गर्ने भन्ने चाहिँ नेपालीहरूले जतिको सायदै कसैले जानेको छैन होला। त्यसमा सम्पूर्ण नेपाली भन्न मिल्दैन। जो कोहीले यस्तो कार्य गरिरहनु भएको छ उहाँहरूप्रति चाहिँ हो। तर यो चाहिँ सही होइन। आफ्नो देश बनाउँछु, म यस्तो गर्छु भनेर जब कोही मान्छे लागि परिरहेछ भने त्यसलाई झार्ने, बिगार्ने काम गर्नुभन्दा बरु उसलाई सद्बुद्धि दिने, राम्रो बाटोतिर लाने चाहिँ एउटा सही मार्ग जस्तो लाग्छ मलाई। चाहे त्यो कोही पनि होस्, चाहे सरकारमा भएको व्यक्ति होस् या सर्वसाधारण नै किन नहोस्, उसलाई कुनै कारबाही हुनु छ भने तुरुन्त त्यति बेलै हुन पर्यो नि त। यत्रो वर्ष सरकारले के हेरेर बसेर अब अहिले आएर चाहिँ ल यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर यो चाहिँ अलिकति ठिक भएन, राम्रो हुन्न यस्तो। आफ्नै देशको लागि यसो गर्छु भनेर लागि परेको व्यक्तिलाई, सरकारलाई त्यसरी त्यो नाना भाँतीका पहिला बितेका कुराहरू निकालेर मुद्दा गर्ने, यो गर्ने, उहाँ गर्ने, झार्न खोज्ने यी विषयहरू चाहिँ राम्रो होइन, यो ठिक कुरो होइन। सो त्यही भएर अहिलेको सर्वसाधारण सबैजना एजुकेटेड हुनुहुन्छ, सबै थोक बुझ्ने ज्ञानी हुनुहुन्छ। सो यी कुरोहरूलाई चाहिँ इग्नोर गर्नुपर्छ। त्यति बेलाको त्यति बेलै हो है, त्यति बेलै हुनुपर्ने हो। कतिपय गीतहरू त्यसरी आए त त्यति बेलै पनि आए, त्यति बेलै पनि ब्यान्ड भए। जसरी हाम्रो पशुपति शर्माजीको सङ आइरहेको थियो, लुट नसके लुट कान्छ भन्ने, त्यो सङलाई त्यति बेलै उ गर्न लगाइयो। अनि त्यो सङ चाहिँ फेरि किन त्यति बेला उ भएर अहिले जस्तो आएको त भन्दाखेरि, किन भन्दाखेरि विरोध गरे हो, कहाँबाट झारौँ कसो गरौँ भन्ने कुनै विकल्प नभएपछि त्यो गर्न खोजिया हो। सो यो चाहिँ अलिकति सही होइन, यो सही कुरो होइन। किनकि यसो गर्दाखेरि 2-4 जनाले गर्दा सम्पूर्ण नेपाल र सम्पूर्ण नेपाली जनतालाई नै गाह्रो हुने विषयवस्तु हुन्। धन्यवाद। मैले आफ्नो केही कुराहरू राखेँ। अब मैले जाने जतिको अब आफ्नो आफ्नो सोच र आफ्नो आफ्नो विचारका कुरा हुन्छन्।